हाम्रो घरतिर चाहिँ यो बोङ्गो बजार भन्ने सुपरमार्केट आएपछि म चाहिँ जान्छु कि कहिलेकाहीँ। पहिला चाहिँ त्यति हलहल जान्थेन, अनि आज चाहिँ यो लड्डु खाने भने बच्चाहरूले, अनि म गएँ होइन। अनि अरू मिठाई पनि टन्नै रहेछ है। अनि जुसहरू नि कति ठुलो ठुलो बोतलमा के स्टार्टिङमा ओपन हुँदा त खासै त्यो कस्टमरहरूको आएको पनि थाहा हुन्थेन। अनि आज जाँदा त यति धेरै कस्टमर रहेछ है। अनि सामानहरू पनि अलिकति नयाँ नयाँ आएको रहेछ। यो केराको पात, अनि त्यसपछि उखु है तासेको, अनि त्यसपछि यो नरिवल हेर्नु न कति धेरै के। तर मलाई चाहिँ यो काट्न झ्याउ लाग्छ, मैले चाहिँ किनेन। अनि यो तलको चाहिँ लिची हो कि के हो है, त्यो पनि रहेछ। अनि मैले चाहिँ यो डिगेस्टिभ बिस्कुट, अनि त्यसपछि यो त्यो चियासँग खाना हुन्छ भनेर अनि यो पिज्जा पनि किने। यो पिज्जा चाहिँ पहिला एउटा चिकन पिज्जा किन्दा मिठो भएको थियो, यो चाहिँ मिठो भएन है। अनि दुईटा वाइ अनि उनीहरूले चाहिँ लड्डु खाइहाले, यस्तो मिठो रहेछ। मैले नि एउटा खाएँ कि।